कहिलेकाहीँ यस्तो हुन्छ नि, शरीरले पीडा महसुस गरिरहेको हुन्छ, तर डाक्टरहरूले जति जाँच गरे पनि त्यसको कुनै कारणै पत्ता लगाउन सक्दैनन्। आज हामी मन र शरीरको यही रहस्यमय सम्बन्धलाई खोतल्दैछौँ, जसलाई भनिन्छ सोम्याटोफर्म डिसअर्डर। यो एउटा यस्तो अवस्था हो जहाँ शारीरिक लक्षणहरू त एकदमै वास्तविक हुन्छन्, तर त्यसको जरो भने कतै अर्कै ठाउँमा लुकेको हुन्छ। ल, एउटा कल्पना गरौँ है। एक 22 वर्षीय युवती डाक्टरकोमा पुग्छिन् र भन्छिन्, मेरो सिजर झन बिग्रदैछ। उनको हरेक टेस्ट, हरेक रिपोर्ट सामान्य आउँछ, कुनै पनि न्युरोलोजिकल समस्या देखिँदैन। तर उनको पीडा त वास्तविक छ। हो, यो एउटा वास्तविक केस हो जसले हामीलाई आजको विषयको गहिराइमा लैजान्छ। तर यो कथा केवल ती युवतीको मात्र होइन। यो त चिकित्सा क्षेत्रकै एउटा ठूलो रहस्य हो, जहाँ अनगिन्ती बिरामीहरू साँच्चीकै पीडामा हुन्छन्, तर डाक्टरहरू कारण खोज्दा खोज्दा हैरान हुन्छन्। आखिर यो नबुझिएको बिरामीको पछाडि लुकेको के छ त? सुन्दा यो कुनै दुर्लभ घटना जस्तो लाग्न सक्छ, होइन र? तर होइन। एउटा अध्ययनले के देखाउँछ भने न्युरोलोजी विभागमा आउने हरेक 10 जना नयाँ बिरामीमध्ये 6 जनामा यस्ता लक्षणहरू हुन्छन् जसको कुनै स्पष्ट शारीरिक कारणै हुँदैन। 60%। यो आँकडाले नै देखाउँछ कि यो समस्या कति व्यापक छ। यस्ता बिरामीको यात्रा एकदमै निराशाजनक चक्र जस्तो हुन्छ। वर्षौंसम्म कहिले शरीर दुख्ने, कहिले पेटमा गडबड, कहिले कमजोरी महसुस हुने। उनीहरू एउटा डाक्टरबाट अर्को डाक्टर कहाँ धाउँछन्, अनगिन्ती टेस्टहरू गराउँछन्, तर हरेक पटक रिपोर्ट नर्मल आउँछ। सोच्नुहोस् त, कस्तो मानसिक तनाव र निराशा आउँदो हो। अब जब डाक्टरहरूले कुनै शारीरिक कारण भेटाउन सक्दैनन्, तब यो रहस्यलाई एउटा नाम दिइन्छ। चिकित्साको भाषामा यस प्रक्रियालाई भनिन्छ सोमाटाइजेसन। आउनुहोस्, यो वास्तवमा के हो भनेर अलिक गहिराइमा बुझौँ। र यो कुनै नयाँ समस्या पनि होइन। प्राचीन इजिप्टमा त यसलाई अस्थिर गर्भाशयको कारण मानिन्थ्यो भने 17औं शताब्दीमा आएर विगतका दुःखहरूसँग जोडियो। सिग्मुन्ड फ्रॉइडले यसलाई हिस्टेरिया भन्ने नाम दिए। समयसँगै नामहरू त फरिए, तर समस्या उही रह्यो। हाम्रो बुझाइ विकसित हुँदै जाँदा आज हामी यसलाई सोम्याटोफर्म डिसअर्डर भन्छौँ। एकदमै सरल शब्दमा भन्नुपर्दा, सोम्याटोफर्म डिसअर्डरमा मनको तनाव शरीरमा प्रकट हुन्छ। यो यस्तो अवस्था हो जहाँ व्यक्तिले वास्तविक शारीरिक पीडा महसुस गर्छ, तर त्यसको जरो शरीरमा होइन, मनमा हुन्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने बिरामीले यो पीडा जानी वा बहाना गरेर बनाएको हुँदैन। तर यहाँ एउटा एकदमै महत्त्वपूर्ण प्रश्न उठ्छ, के यो पीडा वास्तविक हो वा बिरामीले बहाना गरिरहेको छ? यो भिन्नतालाई बुझ्नु नै समस्याको जडसम्म पुग्नु हो। यो तालिकाले 3 फरक अवस्थाहरू बीचको भिन्नतालाई छर्लङ्ग पार्छ। यहाँ ध्यान दिनुहोस् है, सोम्याटोफर्म डिसअर्डरमा लक्षणहरू अचेतन रूपमा, अर्थात् थाहै नपाइकन उत्पन्न हुन्छन् र बिरामीको नियन्त्रणमा हुँदैनन्। तर फ्याक्टिसियस डिसअर्डरमा व्यक्तिले बिरामीको भूमिका पाउन जानाजानी लक्षणहरू बनाउँछ, र म्यालिङ्गरिङमा चाहिँ व्यक्तिले पैसा वा कामबाट छुट्टी जस्ता बाहिरी फाइदाको लागि जानाजानी बिरामी भएको नाटक गर्छ। भनेपछि मुख्य फरक नियत र चेतनामा रहेछ। यसलाई अझै स्पष्ट पारौँ है। सोम्याटोफर्म डिसअर्डरमा बिरामीको पीडा 100% वास्तविक हुन्छ, तर यसको स्रोत उसको अचेतन मनमा लुकेको हुन्छ। अर्कोतर्फ म्यालिङ्गरिङमा व्यक्तिले जानी कुनै बाहिरी फाइदाको लागि बिरामी भएको नाटक गर्छ। यो दुई बीच त आकाश पातालको फरक छ। अब जब कारणै यति जटिल छ भने उपचार कसरी गर्ने होला? यो प्रश्नले बिरामी र डाक्टर दुवैलाई निराश बनाउन सक्छ। तर यसको कुनै सजिलो इलाज नभए पनि हेरचाहको लागि एक दयालु र प्रभावकारी बाटो भने पक्कै पनि छ। यहाँ मुख्य कुरा मानसिकतामा परिवर्तन ल्याउनु हो। निको पार्ने सोचबाट हेरचाह गर्ने सोचतर्फ। जब कुनै रोग नै पत्ता लाग्दैन, तब हामीले व्यक्तिको पीडालाई व्यवस्थापन गर्ने र जीवनस्तर सुधार्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ, र यो पूर्ण रूपमा सम्भव छ। डाक्टरहरूका लागि केयर एमडी नामको एउटा व्यावहारिक र दयालु दृष्टिकोण बनाइएको छ। यसले केवल लक्षणमा मात्र होइन, पुरै व्यक्तिमा ध्यान दिन्छ। जस्तै नियमित भेटघाटले बिरामीलाई आफूलाई नत्यागिएको महसुस गराउँछ, समानुभूतिले विश्वासको सम्बन्ध बनाउँछ, र अनावश्यक परीक्षणहरूबाट बच्नुले उनीहरूलाई थप चिन्ता र खर्चबाट जोगाउँछ। यो एउटा समग्र दृष्टिकोण हो। यो फ्रेमवर्कको मुटुमा के छ? समानुभूति।
बिरामीलाई यो सब तिम्रो दिमागको उपज हो भन्नु भनेको उनीहरूको पीडालाई नै नकार्नु हो। यसो गर्दा त उनीहरू झन एक्लो र असहाय महसुस गर्छन्। बरु उनीहरूको अनुभवलाई सम्मान गर्नु नै उपचारको पहिलो र सबैभन्दा महत्त्वपूर्ण कदम हो। आखिर यो सबै कुरा घुमिफिरी मन र शरीरको गहिरो सम्बन्धमा आएर जोडिन्छ। तर यो किन महत्त्वपूर्ण छ त? यसले हाम्रो स्वास्थ्य सेवा प्रणालीलाई कसरी असर गर्छ? यो समस्या केवल व्यक्तिगत पीडामा मात्र सीमित छैन, यसको ठूलो आर्थिक र सामाजिक असर पनि छ। अध्ययनहरूले के देखाएका छन् भने सोमाटाइजेसन भएका बिरामीहरूको उपचारमा दोब्बरभन्दा पनि बढी खर्च हुन्छ। सोचौँ त, यो अनावश्यक खर्च र पीडालाई सही र दयालु हेरचाहले कति कम गर्न सकिन्छ। त्यसो भए आजको छलफलको मुख्य सार के हो त? सार यही हो कि बिरामीको पीडा 100% वास्तविक हुन्छ, चाहे त्यो कुनै रिपोर्ट वा स्क्यानमा नदेखियोस्। मनको तनाव शरीरमा देखिन सक्छ र यो सम्बन्धलाई स्वीकार्नु नै उपचारको सुरुवात हो। अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्न सोच्नको लागि छोडेर जाँदैछु। हाम्रो आधुनिक चिकित्सा प्रणाली, जसले प्राय शरीरका अङ्गहरूलाई छुट्टा छुट्टै हेर्छ, त्यसले मानसिक तनाव र शारीरिक स्वास्थ्य बीचको यो गहिरो खाड्डालाई कसरी पूर्ण सक्ला? यो प्रश्नमा विचार गर्नु हामी सबैको लागि आवश्यक छ। यो प्रस्तुति हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।